म के भन्न चाहन्छु भने चाहिँ यो जस्तो कि त्यो बानी परेकाहरू के त्यो नयाँ नयाँ बाटो मान्छे अनि त्यो फक्री लागेको फुलहरू हेर्ने क्या नयाँ नयाँ फक्री लागेको फुल मात्र हेर्ने मान्छेलाई म के भन्न चाहन्छु भनेपछि त्यो जुन तपाईँसँग त्यो ओइलिएको फुल हुन्छ नि पुरानो फुल के जो 1 घन्टा 2 घन्टा हुँदा टिपेको त्यो फुल पनि त्यसै कोपिलाबाट जन्मेको हो भनेर बुझ्नुपर्छ त्यसलाई चाहिँ यो त फुलै होइन भनेर चाहिँ ओइलिसक्यो फुल झर्केर सुकिसक्यो भनेर चाहिँ त्यो हिलो धुलोमा फाल्नु हुँदैन त्यसको पनि सम्मान गर्न सिक्नुपर्छ अर्को कुरा जो तपाईँलाई चाहिँ त्यो दिन मात्र हुन्छ रात हुँदैन तपाईँले दिन मात्र देख्नु भएको छ नि जुन दिन मात्र देख्ने मान्छेलाई क्या उज्यालो मात्र देख्ने मान्छेलाई रात पनि हुन्छ भन्नु म आग्रह गर्छु किनकि तपाईँलाई यति थाहा छ कि तपाईँले उज्यालो देख्नु भएको छ तपाईँले रातमा अँध्यारो हुन्छ अँध्यारोमा तपाईँ देख्नुहुन्न अब कालो हुन्छ त्यही भएर तपाईँले चाहिँ त्यो दिनलाई मात्रै धेरै मन पराउनुहुन्छ क्या त्यसैले त्यो अँध्यारोलाई रात र दिन दुइटै हुन्छ भने कुरा बुझ्नुपर्छ अँध्यारोलाई पनि मन पराउने बानीको विकास बसालौँ भन्ने म जानकारी गर्न चाहन्छु